Namaste everyone. Welcome and welcome back to my channel. Namaste everyone. Welcome and welcome back to my channel. Hope you guys सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज पनि फेरि हामीले चाहिँ मुकबाङ लिएर आएको छौं रामेनको अनि वेलकम छ बहिनी तिमीलाई पनि मेरो भ्लगमा। धन्यवाद। अनि बहिनी र म भएर चाहिँ अस्ति पनि ल्याएको थियौं फेरि पनि मुकबाङ लिएर आएको छौं। यहाँ नेर छ हाम्रो 2x स्पाइसी बुलडक यो चाहिँ एग भयो यो काँक्रा यहाँ नेर हाम्रो सलाद छ यहाँ नेर के छ फ्रुट्समा मैंगो एप्पल लिची बनाना एंड ड्रिंक को लागि चाहिँ छ जुस पाइनएप्पल जुस पैसन फ्रुट जुस अरे मलाई थाहा भएन नि त। So hope you guys enjoy my video. If you guys are new in my channel, so this is Jyotika here and you're watching Jo's vlog. पुरानो हुनुहुन्छ नि त थाहै छ सबैलाई। Keep supporting, keep watching, watch till the end and like, share, subscribe गर्नु नबिर्सिनु होला। यहाँ हेर्नुस् हाम्रो चाहिँ यो 5 प्याकेट को हुँदो रहेछ एउटा प्याकेट हैन। आज हामीले 3 प्याकेट चाहिँ लिएर आएको छौं। यहाँ नेर छ हाम्रो मैंगो अघि देखेर होला हैन। यहाँ फिंगर यहाँ मेरा सलाद चाहिँ हामीले यहाँ राखेको छौं किनभने हाम्रो यहाँ अटेन। त्यस्तै छ गाइस। अब ढिलो नगरी सुरु गरौँ ल गाइस। के बहिनी त्यस्तै छ जिन्दगी दर्पण छ यहाँ तारा सिस्टर। त्यही त भनेको त त्यो हाम्रो उयो हो नि त हामी भनेको सानो सानो युट्युबर हो। सो फर्स्ट बाइट लिएला गाइस। चीयर्स। यहाँ छँदैछ त खै खाऊ। त्यो भित्र छैन। अयो कमेडियनहरु छ नि हौ। घरि के भनिन्छ टमाटर खानुपर्छ। टमाटर खानु चाहिँ प्रिय खाएको प्रेसर बढ्दैन।
शोभा कस्तो लाग्यो मुकबाङ एकदम स्पाइसी दुईपल्ट भयो त है फर्स्टमा त नगर्ने भनेर गरेको थिएँ अस्ति त फेरि देखेपछि भन्नै मान्दैन है देखेपछि चाहिँ फेरि हाम्रो मन चाहिँ खत्तम खाइसक्दैन जस्तो डेडली पिरो म चाहिँ नगर्नै भन्छु प्रायलाई हैन यो रामेनको मुकबाङ चाहिँ रामेन चाहिँ नखानु नै भन्छु किनभने यो एकदमै नराम्रो कुरा हो मैले चाहिँ के गर्नु अब कोही बेला गर्न मन लाग्छ मुकबाङ भिडियोहरु बनाउन मन लाग्छ हैन भ्लगको लागि युट्युबको लागि त्यही भएर मात्र अनि म गर्थिन होला जस्तो लाग्छ फेरि ल्याइदिनु भएछ यो गिफ्ट हो भन्नु न मलाई हैन मेरो साथीले ल्याइदिनु भएछ अन्त चाहिँ मैले यो गर्दै छु थ्यांक यू साथी for this bulldog हैन अन्त के भन्नु हो त पिरो खुवाएर मार्ने बित्ता आएछ हो भन्नु भएको छैन वर पिरो भन्दा हामीसँग जुस पनि छ फ्रुट्सहरु पनि पुरै छ पिरोमा चाहिँ गुलियो अब यो सलादहरुले काट्छ नि दारीमा हेल्प हुन्छ we have lychee हैन एप्पल चाहिँ काटेको छैन बनाना चाहिँ यहाँ आँप पनि काटेको छौं हामीले तर एकछिनबाट खान्छु किनभने पिरो भएर एकछिन बसेको हैन सोबाले चाहिँ दिइरहेको छ धमाधम 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 हुँदैछ हाम्रो प्रभु केमा खाऊ बहुत सारे बार इधर अंडा हो वाह गाइस मैले गिव अप गरे I do this ramen mukbang is I don't remember.
I don't eat anymore. Somebody say money pala. I don't eat anymore. I don't have capacity to eat this ramen anymore, so I'm using this egg, you know. Hope you guys stop meeting me. This is too much English. कस्तो हाँस्यो जोक्स बनाएर हान्दिएको चाहिँ के हुन्छ Guys, I have big capacity. I eat a lot. That's my thing. योभन्दा अगाडि चाहिँ मैले बिहानको ब्रेकफास्टमा रोटी होइन चानाको सब्जी खाएर बसिसकेको थिएँ त्यही भएर चाहिँ मैले रामेन चाहिँ अब धेरै खान सकिनँ भन्दा पनि धेरै खाइयो अब तिनवटा एग सलाद खाएँ हो धेरै त खान सकिनँ फिर भी म चाहिँ अब अभोइड गर्दैछु यो चाहिँ गलाएर मेरो त्यो अर्को जुस ल्याउँथ्यो नि त यस्तो कलरको त्यो भएर यो मिठो रहेछ राम्रो पनि हो यो चाहिँ गलेन्डरको जुस गलेन्डरको अघि के भन्दै थियो Passion fruit. यसमा बोल्दा यो passion fruit हो प्यासन भएको फ्रुट चाहिँ यही हो गलेन्डर हैन गाइस प्यासन फ्रुटको जुस Anna. म यति कान्ट I can't do. Can't do. के अन्त अन्त म कन्फिडेन्टली बोलिरहेछु त why are you kissing गरेँ नि उनीहरू त प्रपर बोल्छ नि त वर्डहरू त सेन्टेन्स खालि इधर उधर हुन्छ वर्डहरू त प्रपर बोल्छ नि She is kissing me. पिरोले बसिन्छ न त्यसो अर्को गयो भयो घरमै भयो खाइ नसक्ने छ कि लिची अलिक बिग्रेछ लिची बिग्रेछ अलिक तर यो लिची मिठो है कोही चाहिँ अमिलो हुन्छ नि त औ बहिनी फ्रुट्स खाऊ भुँडी काटिँदैन पेट काटिँदैन फ्रुट्सहरू खायो भने पिरो खाएर सागालीको आउने ड्राइभर Whatever. You can't about this.
नखाउन यो चाहिँ खाऊ हुँदैन यो फ्याँक्नु हुँदैन खाँदैन अरे गाइस के हो यस्तो बहिनीले हामीले दिए त होइन यति 3टामा होइन 2टा आधी भन्दा ज्यादा चाहिँ खाएछौँ अनि यति 2 बाइट चाहिँ हामीले सकिन्न रहेछ गाइस आई एम सरी किनभने मिठो थियो सबै कुरा किनभने हामीले ब्रेकफास्ट गरिसकेको थियौँ रोटी र चनाको सब्जी होइन के She's talking too much नि त भिडियो बनाउँदै गर्दाखेरि बुझ्छ हो डिस्टर्बेन्स हुन्छ हाम्रो चाहिँ र पनि आजको लागि चाहिँ यति नै हो भिडियो होइन हेरिदिनु होला हेरेर माया प्रतिक्रिया पनि दिनु होला कमेन्ट पनि गर्न सक्नुहुनेछ हामीले के कति कुरा के गर्नुपर्ने छ सुधार्नु पर्नेछ होइन इन फ्युचर डेजमा हामी सुधार्ने प्रयास गर्छौँ अब बहिनीसँग कहिले फेरि भेट हुन्छ हामी यस्तै यस्तै मुखबाङ लिएर आउने नै छौँ त्यति बेलासम्मको लागि स्टे ट्युन गाइस keep supporting us keep watching us हैन अन्त के भन्नु त्यही हो ला फेरि रेकर्ड भएको छैन के हेर त हुँदैछ त त्यो नहुँदैन म मा भन्दैछ हो मेरो फोन काट्नु ल अलिकति फ्रुट चाहिँ खानु पर्यो ल फ्रुट्स खाइहाल्छ गाइस म्याङ्गो तपाईँहरूलाई लाग्छ होला यत्रो खाएर पनि के खाएको यो भनेर यो गुलियो खायो भने चाहिँ भुँडी दुख्दैन अरे भनेर चाहिँ What do you want? What up? के भयो? भयो? Okay.